ओहो डर त यहाँ दिन बनाउँदो रहेछ खुट्टा त
जाने डलाउँछ यहाँ भन्नु न आउनु न त्यो त त्यहाँ त जोडी बस्छ कि त्यहाँ त चरा हेर चराको नजिक हेर्दै नहेरेपछि डरै लाउनु त जाने डर लाग्यो सिंगल सिसा जाम के हान्छ तपाईँ त भयो ह्याप्पी हुनुहुन्छ क्या एकदम धेरै बेर बन्छ सकिँदैन कस्तो पर पुग्यो नि केही हो त्यो नजिक रौदालाई खिचाउनु गयो यो त फेरि डरा ल त काट्दै फेरि स्टार्ट गरौ अब काट्दैछ कि मैले स्टार्ट गरेँ हैन ल ल है अब चाहिँ आउनु ल हालो अब आउँछ है 1 मिनटमा आइपुग्छ है अब हेर है बाबु एकदमै सुने अब 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 कर प्ले गर अब सबै ठीक छ नि साथीहरु यस्तै तेरो त्यो परे ठ्याकै कहाँ परे अन्त परेस क्या ओ यतिर सोच्यो नि यतिर त खेल्ने होला ल ल ल आयो आयो बाबु आयो नला नला बाट लोकेसन ट्र्याक गर्ने कसरी तिमीलाई हेरे के म त एकछिन सोचे मेरो लोकेसन हेर्नु क्या आए न ल हलिरहेको छ तेरो त गुरुबाले चाहिँ सोध्यो त्यति हल्लेर केही नि हुँदैन के एकजनाको फोन लागेन अनि मलाई के नाम भन्नु यसले त्यसमा कति फरक पर्छ भिडियो आइडिया छ क्या हाइरेक्स मेसमा अर्कै लेन्स एक्टिभेट हुन्छ के त्यो लेन्स रान्छ पॉइंट 10 त्यसले नै हान्दै रहेछ त्यही यतिको क्लियर हान्छ नि यो 5x हो यो यसले त 25x हान्छ क्या फोर्स आने है क्या फोर्स आने है पॉइंट देखिए मतलब आइसक्यो त देखेँ वाओ तेरो त खतरा आयो यार ओ माय गॉड ओहो
त्यसले नबुझेपछि रातो देखाइदिन्छ तिम्रो हात चस्मा बनाउँदा क्यामेरा पनि देखिरहेको छ कान्दा एक मिनट पनि लाग्दो रहेछ पुरा निस्किनु मेरोमा आएन पुरा आइसक्यो पुरा आइसक्यो फास्ट गरेर खिच्नु भयो कि पुरा निस्किएपछि अनि फोटो खिच्यो बाबु दुई चारवटा यसको मिल्दैन यो हो बाबु यो फोटो हान्ने हो बाबु यो होला नि यही होला कि हेरेछ नि त दामी अझै छ 5% यस्तो गरेर भयो अब त भिडियो चाहिन्छ भिडियो प्लस फोटो भिडियो प्लस फोटो आयो क्या यता हेर्नु न कति घरि बोलेन हेर्नु घरि बोल्नु किन हो त छुट्टै हो पामाकोसी ब्रिज यो ब्रान्डेड भएको हो हेलो ए हिँड्न लाग्यो जस्तो दुकान लाग्यो हिँड्न लाग्यो अब आइपुग्छ अब त्यही त ठुलो छ कि अब आँट्ने खाना हुन्छ बढी सिलेट चल्छ 2 लिटर हुन्छ अनि यो एयरपोर्ट त सरकारी होला चल्ने जहाँ छ प्राइभेट नेपालीहरूको त आउनु होला तिर्छ नि त एयरपोर्ट ट्याक्स समिटै रहेछ यो लुक्लालाई जानु लाग्यो त्यो जस्तो गुडिया खटारा आयो त यार अन्त हल्ले आयो त उताबाट घुमाएर ल्याउँछ त्यही त नि उताबाट गर्नु भयो एकैचोटि हुत्ताएर उलिएर हुत्ताएर चाहिँ एक्सिडेन्ट बढी पिकअप लिएर एकैचोटि उडाइहाल्छ यार
यहाँ उनी बुझ्दैन अझ त्यो लुगा लागेको पो हेर्नुपर्छ ओहो एकैछिन उडायो उडाउन ला हो कि आ हो उडाउन लाग्यो अब त्यहाँबाट मोड्ने हो त्यहाँबाट मोड्ने चाहिने भन्दा बढी रनवे नै छैन बटारे कति रन छ 500 मिटर छ होला रनवे 500 मिटर छ यतिखेरसम्म त कति होला रे त है अब हिँडेर स्पिड हान्छ कि यसले अब हेर्नु उता एकैचोटि स्पिड हान्छ त उता पुग्दैन क्या उसलाई त्यहाँबाट उत्ताइहाल्छ र उत्ताइहाल्छ कति छिटो हो हो त्यही उड्यो यार हिँटो उड्दियो त पहाड छोकिँदैन भन्दा हाइड्रिनलाई हेर न ऊ अब हाइड्रिन पुग्नु परेन ल हेर कति हाइट लिनु पर्यो भने त एकैचोटि उहाँ टुप्पो छ त्यत्रो हाइट लिन्छ उसलाई ए घुमायो गिटार जान्ने चाहिँ के एक दुईवटा पाहाड बिचमा जान्छ लुगा नि त लुगाहरू त्यतै हुन्छ डर लाग्छ होला र हेर्नु त अझै हाइट लेखाऊ ल बगाला यार पानीले यार सब हान्दै हान्दा त हान्दैन क्या होलिस्टिन फ्रिसिन के होइन यो हरियो देखेर हो के